कहाँ गएछिन् नि भाउजू? ओ भाउजू उता अझै भाडा माझ्न चाहिँ यहाँ के बनाएर राखेको? अहिले मम्मीलाई दुःख हुन्न? काम साम छैन। हस् नानी हस्, भाडा माझेर ल्यायो। अब एकछिन बस्नु पर्यो। यस्तो ठेसेर बस्नु काम साम छैन र? लाउँछु नि हजुरलाई रोकिनु। कस्तो रिस मान्छे नन्दले। मम्मी हजुरको बुवालाई हेर्नु त केही काम नाम छैन ठेसेर बसेछौँ है। बिचरा दिनभरि काम गरेर थाकेपछि एकछिन बस्नु दिएन। तैँले को केही काम गरिदिनुहोस्, मोबाइल एक्लै हेर्छस्, त्यसलाई त बस्नु दिएन एकछिन। धेरै माया गर्नुभयो, कुन दिन टाउकोमा टेक्यो अनि थाहा हुन्छ क्या यो मम्मीले। बर्ता नबोल, भाउजूलाई त भन्छस्। मेरो मर्जी त म भन्छु त हजुरलाई के, यो मम्मी त्यही भाउजूको सबै लिन्छ क्या। कसले लाने होला यस्तै गरेपछि यसलाई। कपडा पटाउनु पर्यो, हरेक खाना पकाउनु पर्ने छ, कस्तो कामै भ्याइनु भएको। ल बुहारी, तेरो लागि कपडा किनेर ल्याइदिएछु। कहिले बाहिर घुम्दाखेरि लाएस् टप ल्याइदिएछु है। के ल्याइदिनु भएको त मम्मी? वाउ मम्मी, तर यस्तो छोटो त गाली गर्ला नि त घरमा। गरे गर्छ नि, एउटा गालले सुन्ने अर्को गालले फाल्ने। थ्याङ्क यू मम्मी, मलाई एकदम मन पर्यो। थ्याङ्क यू सो मच। लगाऊ है मलाई। कति राम्रो सासु आमा पर्नु भएको, सबैलाई यस्तै सासु आमा पर्नु।